हेलो, कस्तो हुनुहुन्छ सबैजना? अब ब्लगिङ त होइन, तर मलाई मन दुःख लागेको बेलामा श्रृङ्गार गरेर बस्नु मलाई मनपर्छ है, कोही बेला। त्यस्तो त केही छैन कि अब मतलब स्याड टाइम पनि छैन, तर पनि अब कोही बेला कि एक्लै हुँदाखेरि अल्छी लाग्दो रहेछ मलाई चाहिँ कि अल्छी लागेपछि के गरौँ हुन्छ हो। अनि भिडियो बनायो बस्यो, आफूलाई जस्तो मनपर्छ त्यस्तै भिडियो बनायो बस्यो, अनि 50पल्ट स्टोरीमा गयो, कोट्टायो, हेऱ्यो आफ्नो भिडियो आफै अनि त्यही गर्दै बस्यो। त्यही हो, छैन अरू त केही पनि छैन। कस्तो देखि मलाई भन्नुहोस् ल। अरू नभए पनि मेरो दिदी बहिनीहरूले चाहिँ